खानाको कुपन हो। यहाँले मलाई लाग्छ बोक्नु भएको छ। यदि कसैले भुल्नु भएको छ या छुट्यो भने तुरुन्तै आयोजक टिमसँग कोर्डिनेट गर्नुहोला, सम्पर्कमा आउनुहोला भन्न चाहन्छु। र हाम्रो गन्तव्य सुकौरासम्म हुनेछ। सुकौरामा गएर हामीले औपचारिक कार्यक्रम सुरु गर्नेछौँ। हामीसँग दुईवटा पाटोमा कार्यक्रम रहनेछ, औपचारिक कार्यक्रम र अनौपचारिक कार्यक्रम। औपचारिक कार्यक्रममा हामीले विभिन्न मायाका चिनोदेखि लिएर सम्मानका विषयवस्तुलाई जोड्नेछौँ भने अनौपचारिक कार्यक्रम मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम पनि रहेको छ। त्यसमा हामी रमाउँछौँ, थकाइलाई मेटाउने काम गर्छौँ, खाना खान्छौँ। बाँकी यहाँ धेरै बोल्नुभन्दा त्यही गरेर बोलेको उचित हुन्छ जस्तो लाग्छ मलाई, किनकि धेरै बेर घाममा उभिसक्नु भएको छ। र यो कार्यक्रम खासमा चाहिँ आज हामीले 4 नम्बर वडाका अध्यक्ष, हेटौँडा नगरपालिका 4 नम्बर वडाका अध्यक्ष नवीन सिकेलज्यूको हातबाट यो उद्घाटन गर्ने भन्ने कुरो थियो। विशेष कारणवश उहाँ चाहिँ हेटौँडाभन्दा बाहिर रहनुभएको जानकारी हामीले प्राप्त गर्यौँ। र सट्टामा आज हामीले हिमालयन राइडर्स सोसाइटीका सबैभन्दा गुड मर्निङ। गुड मर्निङ का दुईटा बालक उहाँको हातबाट हामी रिबन काट्नेछौँ। र त्योभन्दा अगाडि एउटा मैले अलिकति छुटाएँ, हामीले पक्कै पनि काउन्ट गर्नुपर्ने हुनेछ। काउन्ट गर्छौँ।